र आज उहाँ जस्तो निडर निष्पक्ष स्पष्ट वक्ता तपाईँ हामीमा हुनुहुन्न र मोटरसाइकलको दुर्घटनाले गर्दाखेरि असामयिक यो परिस्थितिको सृजना भएको छ। नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको वैशाख 12 गते 8औं अन्तर्राष्ट्रिय महोत्सवमा उहाँलाई निमन्त्रणा गरिएको थियो। महोत्सवमा आउने क्रममा उहाँको यो दुःखद दुर्घटना भएर लगभग 3 वर्षसम्म उहाँ अचेत अवस्थामा रहनुभयो र उहाँलाई नेपाल सरकारले केही र उहाँका शुभचिन्तक आफ्नो जातीय सङ्घ संस्था आदिवासी जनजाति सङ्घ संस्था स्वदेश विदेश र व्यक्तिहरूले उहाँलाई धेरै आर्थिक सहयोग गर्नुभयो। त्यही सहयोगमा हामीले उहाँलाई सिङ्गापुरको मेदान्त अस्पतालमा लगेर उपचार गराएका थियौँ। त्यस उपचारदेखि पक्कै पनि गोरेबहादुर खपाङ्जी मगर पहिलाको जस्तै अवस्थामा आएर हामी समक्ष जुन ज्ञान अधिकारको कुराहरू हामीलाई राख्नुहुन्छ भन्ने हाम्रो ठुलो आशलाई धक्का पुगेको छ र धक्का भएको हुँदाखेरि हामी आज दुःखद घडीमा गोरेबहादुर खपाङ्जी मगर जन्म 2003 साल साउन 25 गते उदयपुर जिल्लाको जलकेली गमैडाँडा उदयपुर जिल्लामा भएको थियो र उहाँका खाते गाविसको जलकेली गमै गाउँमा भएको थियो भने उहाँको आमा बुवा लगायत सबै परिवार बसाइ सराई महोत्तरी रामनगर 3मा बसोबास गरिरहनु भएको भने हाल अहिले 7/14 स्थित ललितपुरमा बसोबास गरिरहनु भएको छ र उहाँलाई उपचार गर्ने क्रममा तपाईँहरूले जुन सहयोग गरिरहेका छौँ र उहाँको एकजना श्रीमती विद्या खपाङ्जी मगर हुनुहुन्छ, 2 जना छोरा शिवजित मगर खपाङ्जी मगर, शिवजित खपाङ्जी मगर, छोरी चारू खपाङ्जी मगर र कान्छी सिरु खपाङ्जी मगर हुनुहुन्छ र छोरीपट्टिबाट एकजना नाति र छोरीपट्टिबाट एकजना नाति र छोरा र छोरीबाट